आज यस्तो यो के भयो मेरो छोरीलाई आउनुहोस् म विस्तारसँग सबै कुरा हजुरलाई बताउने छु। हेलो फ्रेन्ड्स एन्ड वेलकम ब्याक टु माई भ्लग। तपाईहरुलाई थाहा नै छ म चाहिँ छु गुवाहाटीमा र आज चाहिँ हो गुवाहाटीबाट फर्किने दिन। तर जाने अगाडि तपाईहरुलाई मेरो बुहारीको सानो कला देखाउन चाहे। अचेल चाहिँ हाम्रो बुहारी नानी चाहिँ क्रुसे बनाउन एकदमै जोसिएकी छिन् र हेर्नुहोस् न यो चाहिँ एउटा मफलर हो। धेरैवटा मफलर बनाउनु भएको थियो तर मेरो हातमा चाहिँ अहिले चाहिँ यो मात्रै आयो र त्यसपछि यो हेर्नुहोस् गजरा। यो गजरा चाहिँ एकदमै ओरिजिनल लाग्दैछ है। र यो चाहिँ एउटा सानो हेयर ब्यान्ड पनि मैले भेटेँ र उसले चाहिँ एउटा सनफ्लावर पनि बनाएको थियो। यो हेर्नुहोस् सनफ्लावर कति राम्रो, फर्स्ट टाइम बनाएको सबै कुराहरू तर कति राम्रो। यो त अहिले ट्रेन्डमै छ हैन र त्यसपछि चाहिँ यो सबै थोक हेरिसकेर म चाहिँ निस्केँ हाम्रो बुहारी नानीलाई बाई बाई भन्दै। र हाम्रो बुहारीको चाहिँ हाउस हेल्प पनि एकजना बहिनी छ, उसको पनि सानो क्लिप निकालेको भिडियो नबनाउनु भन्दै लजाएँ र म चाहिँ अब निस्किएँ घरको लागि, किनभने घर छोडेको पनि 2 दिन भइसक्यो। कुनै पनि टाउन सिटीमा जाँदाखेरि उबर ओलाहरू त गरिन्थ्यो तर यसपालि फर्स्ट टाइम मैले चाहिँ ऱ्यापिडो पनि गरेँ र ऱ्यापिडोमा चढेर जाँदा चाहिँ कस्तो हुन्छ एक्सपिरियन्स भनेर एक्सपिरियन्स गर्नु लागि मात्रै भए पनि गरेको थिएँ। मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स एकदमै खराब रह्यो, किनभने जति कस्टिङ देखाउँदै थियो त्योभन्दा 10 रुपिस एक्स्ट्रा माग्यो मलाई राइडरले र राइडरले चाहिँ फुल बाटोभरि गुट्का खाएर थुकिरहेको पनि थियो। साह्रै घिन लाग्यो र म चाहिँ मेरो अलरेडी गाडी बुक गरिसकेको थिएँ र गाडीमा चाहिँ पुगेर आफ्नो सिट लिइहालेँ। ठ्याक्कै ड्राइभरको पछाडिको विन्डो सिट राखिदिनु है मलाई भनेको थिएँ र त्यही सिट पनि पाएँ र गएर गाडीमा बसेँ। मलाई 12:30 बजे आइपुग्नु है भन्नुभएको गाडीको ड्राइभर दाइले चाहिँ 1:30 बजी मात्रै गाडी स्टार्ट गर्नुभयो र स्टार्ट गरेपछि म चाहिँ एकदमै सुतिहालेँ। मलाई चाहिँ एकदमै सन्चो छैन, डायरिया भमिटिङ भइरहेको 2 दिन भइसकेको थियो र गाडीमा पुगेपछि चाहिँ म सुत्न लागेँ। आमनी पुगेपछि एउटा होटलमा गाडी रोक्यो र मैले चाहिँ त्यहाँ गएर पिएँ ब्ल्याक टी, किनभने मलाई चाहिँ दुधको चिया खानु हुँदैन, म चाहिँ ब्ल्याक टी नै पिउने गर्छु। र होटलको छेउमा चाहिँ यो दोकान पनि रहेछ र यो दोकानमा चाहिँ नेपालको चिज बल पाउँदो रहेछ, मेड इन नेपाल नै रहेछ र मेरो छोरीलाई एकदमै मनपर्छ भनेर चाहिँ मैले यो किनिदिएँ। नानीको लागि सानो कोसेली किनिसकेपछि हाम्रो यात्रा फेरि सुरु भयो। मैले चाहिँ सुन्तला खाएँ, भोक पनि एकदमै लागेको थियो, चियाले मात्रै कहाँ पेट भर्छ र सुन्तला किनेको थिएँ र त्यही खानु थालेँ। घर पुग्दा पुग्दै त हेर्नुहोस् न कति राति भइसक्यो र त्यहाँ पुगिसकेपछि मैले चाहिँ फर्स्ट टाइम हाम्रो मेन रोडबाट गाउँ आउनु लागि टमटम लिएँ। यहाँ चाहिँ टमटम भनिने गर्छ, पहिला चाहिँ उता हुँदा टोटो भन्थे। 2 दिन गुवाहाटी बस्नु गएको मान्छे हेर्नुहोस् न कोसेलीको एउटा पोका र लुगाको यत्रो पोका मात्रै थियो। मेरो लुगा चाहिँ मैले केही नै बोकेर गएको थिइनँ। फाइनली घर पुगेर हेर्दाखेरि हेर्नुहोस् है मेरो घरको अवस्था चाहिँ कस्तो छ। सिधै पस्दै गर्दा मेरी छोरी सुतिरहेकी रहेछ र छोरीको छेउमा जाउँ भन्दाखेरि त छोरीको त अनुहार चोटले भरिरहेको छ, खबरै छैन मलाई। आमालाई सुनाउँदा टेन्सन हुन्छ भनेर ठुलो मम्मीले चाहिँ डाक्टरकोमा पनि लगेर ल्याइसकेकी रहेछ। नानी चाहिँ साइकलबाट लडेर यस्तो चोटै चोट भएछ। बढ्दा उमेरको नानी हो, अलिअलि बदमासी त गरिहाल्छन् तर यति बदमास हेर्नुहोस् न साइकलबाट लडेर चोटेले केही छैन। घर आउँदा त शान्ति मिल्छ, नानीलाई हक गर्छु भनेको त नानीलाई त छुनै नसक्ने अवस्था। ल साथीहो आज म यो भिडियो एन्ड गर्छु, किनभने छोरीको यस्तो अवस्थामा मलाई भिडियो बनाइराख्ने पनि आँट आएन। के गर्नु, छोरीलाई देख्दाखेरि यति मन रोएर आयो। साइकलबाट लड्यो भन्दा गाली खान्छु भनेर ठुलो मम्मी छोरीले चाहिँ स्कुटीबाट लडेको भन्छु भनेर प्लान पनि गरिरहेको रहेछन्, तर मैले बाटोमै सुनिसकेको थिएँ। गाउँको मान्छेले नै बाटोमा तिम्रो छोरी त लडेर यस्तो यस्तो भएको छन् भनेर बाटोमै सुनाइसकेको थियो मलाई। गाली मात्रै होइन मलाई त कुट्न पनि मन लागेको थियो, तर के गर्नु चोट देखेपछि माया लागिहाल्छ। नकुदाउ न छोरी, यति स्पिड भन्दा टेर्दैन, भर्खर साइकल कुदाउन सिकेको छोरीले कति स्पिड कुदाए मामुहरू नभएको बेलामा। अब के गर्नु, भइ त हाल्यो, ठिकै छ, जे भयो भइहाल्यो। अब आइन्दा चाहिँ मेरो छोरीले यस्तो गल्ती गर्दिन भन्ने आशाले आजको भिडियो यही एन्ड गर्छु। बाई बाई, लट्स अफ लभ एन्ड किप सपोर्टिङ। साइकल नकुदाऊ अबदेखि। यो चोट लागेको कि कालो मैलो भएको कि यो त माटो लाग्यो बाबुनाले चाहिँ दबाई गर्दैखेरि यो चाहिँ चोट लाग्यो। दबाई पुस्नु पर्थ्यो। यसपालि त मुखमा मात्रै चोटै चोट, मुखमा मात्रै चोटै चोट। के हो यस्तो यो कसरी खाँदा के भन्दा अहिले अलिकति ओट्स पकाइदिएँ खाइ पातलो पारेर। भुँडी उठ्दा फेरि उता एन्जाइम ल्याएको छ, फेरि आउँदैखेरि डक्टर देखाएरै आएको बडगाउँबाट आउँदै